धेरै दिन पछाडि चाहिँ लङ भ्लग गर्नु जाँदैछु हो यहाँ अहिले भने चाहिँ हामी यहाँ बर्मेक आइरहेको छ यहाँ साथीहरू छ हो पछाडि साथीहरू छ अनि साथीहरूसँग चाहिँ हामी आएको अगाडि छ भाइ हो पछाडि आउनुहुँदैछ साथीहरू यहाँ अहिले भने चाहिँ 8:30 बजिसकेको छ हो त्यस्तै छ यहाँ हुन्छ हामीले जुत्ता पनि खोलिसक्यो चलो गाइस चलो हातमा चाहिँ मुडाइ पुग्यो यो चाहिँ खानुको लागि भन्नु भएन होला हो माछालाई चढाउनुको लागि चाहिँ हामी यहाँ मुडाइ बोकिदिरहेछ माछालाई चढाउनु पर्यो फाइनली हामी चाहिँ यहाँ आइपुगिसकेको छ म कस्तो रातो रातो रहेछ त है लु मुडे हालौँ त लु एक एक उयो लैजाऊ त भएन त्यो भएन पूजा गर्नुहुँदैछ यसको चाहिँ नाकमै पिम्पल्स कहाँ बादल जुम गरी रेसीको साथी मलाई सबैजना टिका लगाएर बेसी यो लगाएर पहिला टिका 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 मैले हामीले एकदम टिकाहरू पनि लगाइसकेँ होइन भित्र गएर अनि चाहिँ अहिले भने चाहिँ यहाँ फोटो खिच्दैछ साथीहरू चाहिँ त्यस्तै छ दामी रहेछ रहेछ त्यही रहेछ ओ परेन यो त अलग्गै बस्दा छ है गाइस यस्तो हुँदैछ हाम्रो चाहिँ जाउँ बहिनी उयो जाउँ नानी त आमा जत्रै नानी हुन्छ छ्या त्यस्तो पनि हुन्छ अन्त हो त अन्त अब चाहिँ हामी फर्केको गाइस अहिले भने चाहिँ हामी फर्किन्छ आज मजा लाग्यो हामीलाई घुम्नु यहाँ एकदम पूजा पनि गऱ्यो धेरै दिन पछाडि संस्कारी टाइपको फिल पनि भयो हो त्यही छ गराउन चाहिँ छोड्नु हुँदैन हो वाउ चराउ यताबाट आउनुहोस् न के र भने चारचोमा बसेर सबै निस्किन्छ सुरेशले भन्छ हामी यहाँ आइपुगेको छौँ आई लभ मनसङमा त दामी देखिरहेछ घाम लागिरहेछ हो दामी भएछ दिन राइटर वाला फिल हुँदैछ मलाई कस्तो निकाल्दैछ अरे यस्तो दामी खिचेको फोटो होइन नभन छोड्दैन फोटो खिच्यो त अन्त बङ्गाल सफारी हेरेको आएको भनेको त यस्तो छ मान्छेहरू सिलगढी पुग्न क्या हामी चाहिँ यहाँ माथि भूत चाहिँ यस्तो चर्छ अरे हो अञ्जली तान्दै आउँछ अरे नि त पछाडिबाट नमस्कार नमस्कार होइन मलाई ह्याप्पी बर्थडे भन्नु के को जन्मदिनको धेरै धेरै शुभकामना छ सोचौ
कति लाउँछ हेर्दा पनि लाउने खालको छ मान्छे पनि हत्रा छ त अन्त लु गाइस अहिले भन्छ हामी हामी चाहिँ भनी खाना खाएर आइसकेको छ हो अन्त के भन्नु अब चाहिँ मजा आयो अगाएर टक्याउला फोटो हेरेको कि फोटो दामी दामी रहेछ अनि यो जग्गा चाहिँ हो रामधुरा अरे हो म चाहिँ यहाँ फर्स्ट टाइम आएको यो अञ्जली आएको होइन अस्ति आएको छैन आएको छैन ए अँ है त्यो रहेछ दामी अहिले भर्खर हामीलाई खाना खानु अँ यहाँ बस्नु रेसी त कहाँ हरायो गाइस हामी चाहिँ फोटो नेटवर्क आउने जग्गामा जाउँ न प्रेसी भएकोमा किनकि त्यहाँ नेट कहाँ छ प्रेसी चाहिँ अन्त अहिले भने चाहिँ हामी फर्केर पनि यहाँ पालामुनि आइरहेको छौँ हो किनभने चाहिँ यहाँ मलाई थाहा थिएन मेरो बर्थडे छ अरे एकदम यहाँ गिफ्टहरू लिएर आइरहेको छु नि त छैनले दियो पर्छ अर्को छैनले काका पर्छ पर दोकानमा चाहिँ अनि चाहिँ म जाँदैछु हो अब के भन्नु भन्ने शब्द नै छैन हो अब यस्तो अचानक मेरो साथीहरूले गरिदिएको छ हो अगाडि जो गइदिनु चाहिँ लु हतार हतार गर्दै म चाहिँ जान्छु सो एक्साइटेड भनौँ है अहिले चाहिँ यहाँ पालामुनि छ ब्रिजको मुनि चाहिँ सो मेन क्यारेक्टर रहेछ नमस्कार लास्ट लाग्यो ह्यापी बर्थडे म टोपी लाउनु लगाएन बस्ने एउटा खिचिदिउँ न होइन म फोटो खिच्छु टु यु ह्यापी बर्थडे टु यु ह्यापी गाइस फाइनली आज चाहिँ हामी घर जाँदैछौँ अब भने चाहिँ अनि आजको भ्लग चाहिँ म यतिमै राख्छु मन पऱ्योमा लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला हो अनि त्यही हो आज चाहिँ एकदम के भन्नु सरप्राइज दिनै भयो अनि मलाई थाहा पनि थिएन यस्तो हुन्छ भनेर तर पनि भयो केही छैन दामी भयो मजा आयो सो बाई भोलितिर भेटौँ मलाई बाई